साल 2075 फागुन 5 गतेको रात म भोजराज गिरी मेरो साथी जनकसँग वीरता मोडबाट मेरो भान्जाको बर्थडे बनाएर घर फर्किँदै थियौँ। बाटोमा हामीले हाम्रो स्कुलको साथी अनिललाई ओर्लाबारीमा भेट्ने सोच्यौँ। जनक, हामी उर्लाबारी पुग्यौँ है। हो, किन? अनिललाई भेट्न जाने हो। सायद तबसम्म पानी पनि रोकेला कि। ठिक छ, भेटौँ न। उसलाई नभेटेको पनि धेरै भइसक्यो। फेरि हामीहरू लगभग रातिको 8 बजेतिर होला उसलाई भेट्न उसको घर गयौँ। उसलाई उसको घरमा भेटेर खाजा खायौँ। अनि अनिल, भन के छ त तिम्रो हालखबर? सबै ठिक छ यार। अनि तिमीहरू कहाँ जाँदैछौ यति राति? यत्तिकै घर जाँदै थियौँ। तिम्रो घर बाटोमै परेर त्यही भएर तिमीलाई भेट्न आएको। र केही बेर कुरा गरेर हामी त्यहाँबाट निस्क्यौँ। मैले मेरो बिचमा किनेको बाइक मागेर लिएर आएको थिएँ। हामी दुईजनैसँग बाइक चलाउने लाइसेन्स थिएन। मलाई भन्दा जनकलाई राम्ररी बाइक चलाउन आउँथ्यो, त्यही भएर उसले बाइक चलाइरहेको थियो। केही अगाडि पुगेर जनकले भन्यो, अगाडि चेकिङ हुँदो रहेछ, के गर्ने? अब के नै गर्न सकिन्छ र? जानुलाई त अब यही एउटा बाटो छ। जाउँ, अगाडि गएर हेरौँ के हुन्छ। जनकले ट्राफिक अफिसरको इसारा देखेर उहाँकै अगाडि लगेर बाइक रोक्यो। हामीसँग बिलबुक र लाइसेन्स दुवै नै थिएन र गोजीमा केवल 700 रुपियाँ मात्रै थियो। लाइसेन्स अनि ब्लुबुक खै? हजुर, त्यो त आज घरबाट ल्याउनै बिर्छु सर। बिर्स्यौ? कहाँबाट आउँदैछौ? हामी वीरता मोडबाट धरान फर्किँदैछौँ सर। तर यति राति किन? भान्जाको बर्थडे थियो, त्यही मनाएर आउँदैछौँ सर। लाइसेन्सहरू पनि छैन रहेछ। के सोचेर घरबाट निक्लेथ्यौ? अनि यति राति धरान किन फर्किँदै हो? हामी मोबाइल पसलमा काम गर्छौँ। भोलि बिहानै पसल खोल्नलाई आजै पुग्नु पर्नेछ, त्यही भएर सर। ट्राफिक अफिसरले हामीलाई राम्ररी हेर्नुभयो र हामीले रक्सी सेवन गरेथ्यौँ थिएनौँ यो चेक गर्नुभयो। हामीले मदिरा पान गरेको थिएनौँ। ल, यसमा त पास हुनुभयो, तर तपाईँहरूले फाइन तिर्नुपर्ने हुन्छ। चिट काटे। पैसा कति छ? 700 छ सर, यो राख्नुहोस् र हामीलाई जानु दिनुहोस्। हामीलाई ढिलो पनि भइसक्यो र अगाडि जङ्गलको बाटो पनि छ। त्यति सुनेर ट्राफिक अफिसरले 200 रुपियाँ फर्काएर भन्नुभयो, लापरवाहीको लागि 500 को चिट काटिदे र 200 बाटो खर्च राख्नुहोस्। र यो चिटले तपाईँलाई अगाडिको चेकपोस्टमा पनि केही समस्या पर्दैन। उहाँले हामीलाई राम्रोसँग सम्झाएर जानु दिनुभयो। हामीहरू त्यहाँबाट ट्राफिक सर राम्रो हुनुहुँदो रहेछ भन्दै कुरा गर्दै धरानतर्फ जाँदै थियौँ। जाँदा जाँदै हामी इटहरीको हलगडा भन्ने ठाउँ पुग्यौँ र एकछिन बिसाउनलाई बाइक रोक्यौँ। अब त हामीहरू 20 मिनटतिर धरान पुग्छौँ होला। त्यतिखेर रातिको 11:30 बजेको थियो। हामीलाई बिहान चाँडै उठ्नुपर्ने थियो र पानी पनि पर्न थाल्यो र हामी त्यहाँबाट निस्क्यौँ। त्यहाँबाट केही अघि गएपछि जङ्गलको बाटो सुरु भयो। हामी प्राय जस्तो धरानबाट इटहरी जान आउनु गरिरहन्थ्यौँ पसलको सामानहरू ल्याउनलाई र राति यात्रा गर्नलाई हाम्रो लागि कुनै नयाँ कुरा थिएन। तर त्यो रात जङ्गल सुनसान थियो।
त्यो बाटोमा अरू कुनै गाडी देखिन गाह्रो थियो। त्यही माथि कुहिरो पनि लागिरहेको थियो। हामी दुवैजना कुरा गर्दै जाँदै थियौँ। केही अगाडि बाटो बनाउनलाई गिटीहरू राखिएको थियो र त्यसको अगाडि त्यहाँ एउटा गाडी आफ्नो लाइनबाट बाहिर अर्को लेनमा गएर रुखमा ठोकिएको देखियो। आश्चर्यजनक त्यो घटना लाग्यो। बीचमा लगभग 8 फुट अग्लो हुने गरी गिटी झारेर बाटो बन्द थियो, जसलाई त्यो गाडीले नागेर जानलाई असम्भव थियो। तर पनि त्यही साइडबाट गाडी गएर एउटा रुखमा ठोकिएको थियो। गाडीमा कोही पनि थिएन र हामीहरू फेरि अगाडि बढ्यौँ। हामी सेउती खोलाको पुल नजिक पुग्न अब 400 किलोमिटर मात्र बाँकी थियो। अगाडि बाटोको छेउमा एउटा घुम्ती घर थियो। त्यहाँसम्म पातलो हुस्सु थियो, तर जस्तै हामीहरू त्यो ठाउँबाट गयौँ एक्कासी हुस्सु बाक्लो भएको महसुस हुन थाल्यो। सँगसँगै मेरो मुटु चिसो भयो र दाहिने खुट्टा काँप्न थाल्यो। मैले सोचे हुस्सु र पानीले गर्दा धेरै चिसो लागेको होला मलाई, र मैले जनकलाई भने अलि बिस्तारै चलाऊ, धेरै जाडो भयो मलाई। र उसले स्पिड कम गर्यो। त्यहाँबाट केही अघि गएपछि मैले बाटोको अर्कोतर्फ एकजना मान्छे जस्तै उभिएको देखेँ। उसलाई त्यस्तो सुनसान बाटोमा एक्लै उभिएको देखेर मलाई डर लाग्न थालेथ्यो। यो मेरो कल्पना मात्र होला सोचेर मैले राम्ररी आँखा खोलेर उसलाई नै हेरिरहेको थिएँ। जति हामी त्यसको नजिक जाँदै थियौँ मैले नोटिस गरेँ कि ऊ हल्ली नै रहेको थिएन। उसको छेउ पुग्दा मैले देखेँ कि उसको खुट्टा नै थिएन र ऊ हावामा उडिरहेको थियो। र उसको जिउमा टाउको पनि थिएन। साथीहरू, तपाईहरूलाई आजको सत्य घटनाबाट बनाइएको कथा कस्तो लाग्यो त? जुन चाहिँ हामीलाई भोजराज गिरीले धरानबाट पठाउनु भएको हो र यो घटना उहाँ र उहाँको साथीसँगै घटेको हो। र हजुरहरूलाई के लाग्छ त? त्यस्तो भूतलाई के भनिन्छ होला त? हामीलाई कमेन्ट गरेर भन्नुहोला। र साथै हजुरहरूले कहाँबाट हेर्नु हुँदैछ त्यो पनि कमेन्ट गर्नुहोला। यो भिडियो मन परेमा लाइक र यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।